cabbage and carrots. And then we're boiling some broccoli, and then there's our noodles. And we're eating it for dinner. And it looks so delicious. So I'll tell you how it tastes later after it's cooked. So yummy. Is it? Yeah, look. Ramen चाहिँ पाक्यो रामेन चाहिँ पाक्यो रामेन पाक्यो यसलाई त बोइल मात्र गर्नु अब ब्रोकोलीको पानी तार्नुपर्छ अनि अलिकति सिमी पकाए स्टिम गरेपछि छिटो हुन्छ भनेर अनि सब यो भेजिजहरू राख्नुपर्छ हेर अनि मिठो हुन्छ नि त हेल्दी हुन्छ अनि तेल चाहिँ ठिक्क आफूलाई जति राख्नुपर्छ जति मनपर्छ त्यति राख्नुपर्छ हेर अनि सबै भेजिजहरू फ्राई गर्ने ओके यसरी अब सब भेजिजहरू राख्नुपर्छ हेर नानी बिस्तारै हामी जे भेजिजहरू काटेको थियौँ नि अघि सब गरेर एकैचोटि भेजिजहरू राख्ने अनि मोलेर अनि पाक्छ बुझ्यो यो मसरुम चाहिँ छिटै पाक्छ नि त त्यही भएर अलिअलि अरू कुक भइसकेपछि यसै राख्नुपर्छ हेर बुझ्यो रामेन नुडल्स खाएपछि रामेन नुडल्सको सुप त राख्नै पर्यो अनि यसरी मोल्ने नानी तिमीले त सब खाएछौ त जम्मा यति मात्रै रहेछ त हामीलाई त के हो कुरा ए ल ल ठिकै हो भेजिजहरू धेरै छ द्याट्स वी लाइक इट हैन द्याट्स फाइन त्यसपछि अलिकति सोया सस मलाई एकदम मनपर्छ सोया सस राखेर सब मोलेपछि मिठो हुन्छ जम्मा लगेर अनि हामी नेपाली भएपछि अलि नेपाली फ्लेभर त चाहियो हिजोको चाहिँ मोमोको अचार थियो थोरै 2 स्पुन जति मोमोको अचार राखेर मोलेपछि इट लुक्स सो यमी अब कोरिएन्डर गार्निस त गर्नै पर्यो फ्लेभरको लागि अनि मोल्ने त्यसपछि अब हामी चाउमिन सब पनि रेडी भयो यो चाहिँ मेरो हस्बेन्डको लागि हो अनि अर्को प्लेट मेरो लागि हो यसरी हाम्रो डिनर रेडी भयो अब मैले मेरो प्यारो मान्छे लगेर दिन्छु दे आर इन्जोइङ देयर टाइम युजिङ हिटर इन्जोय